6 कक्षा पास भएपछि आमा बित्नुभयो। मेरो आमा बित्नुभयो। बितेपछि मेरो लागि जिन्दगीको युटर्न भयो। त राजा छोरो होस् भन्दा युवराज होस् भन्दै मलाई दिनौ कुटेर हैरान। अनि बाटो लागेर गला मेरो गाउँमा 3टा गला मैले क्रस गर्न दिनको दिन मलाई चाहिँ हम्मे साथीभाइ कोही साथीभाइ चाहिँ स्कुल जान्छन् रे भोग्छन् रे भन्ने सुनेपछि र डाँडाबाट स्कुल देख्दाखेरि क्या छुट्टै आनन्द आउँदै क्या त्यहाँ मान्छेहरू घुमिरहेछन् त्यहाँ डुलिरहेछन् को लन्थ्यो है त्यहाँ जानु पाए हुन्थ्यो भनेर कहिले चाहिँ आफू चराइरहेका वस्तु पनि छोडेर त्यहाँ पुग्दाखेरि साथीभाइहरू रहेछन् ती मोनिटरहरूले हैरान पार्ने सरहरूले पनि गिज्याउने। नमस्कार दर्शकवृन्द, हुम्लाबाट लक्ष्मी मल्टिमिडियाले पहिलोपटक पोडकास्टको सञ्चालन गरिरहेका छौँ। पोडकास्टको लागि हामीले राज्यका विभिन्न निकायहरूमा रहेका र विभिन्न ठाउँमा कार्यरत व्यक्तित्वहरूलाई निम्त्याउने गरेका छौँ। आजको श्रृङ्खलामा मैले तपाईँहरूको माझ यस्तो व्यक्तित्वलाई निम्त्याएको छु। उहाँ विभिन्न किताबहरू जस्तो खस ब्यासी थापाल्याको नलेखिएको इतिहास, नाफाको जिन्दगी र कर्णालीको मर्म लगायत दर्जनौं पुस्तकहरूमा सहलेखन गर्नुभएका लेखक डाक्टर दिपेन्द्र रोकायालाई निम्त्याएको छु। यस अलावा उहाँको परिचय र पहिचान राजनीतिक हिसाबले र विकास निर्माणका अन्य विभिन्न कार्यालयमा काम गर्दाखेरिको अनुभवसँग समेटिएको आजको अतिथिलाई मैले निम्त्याएको छु। सर्वप्रथम यहाँलाई स्वागत छ। धन्यवाद। हुम्ला जिल्लामा तपाईँ जन्मिसकेपछि लगभग युवाहरूले सिक्नुपर्ने कुरा तपाईँबाट धेरै नै छ। ती कुराहरू त हामीले कुराकानी गर्दा अहिले हामीले बिचमा त्यो प्रसङ्ग निकाल्ने नै छौँ। त्योभन्दा अगाडि आज ठ्याक्कै तपाईँ कति वर्षको हुनुभयो? म हाम्रो हुम्लाको परिवेशमा बुढापाकाहरूले अथवा जिजुबुवाहरूले भन्ने उमेर भनेको पाका तन्नेरी भनेको 50 को सेरोफेरो हो। म त्यही सेरोफेरोमा पुगेको छु। अनि तपाईँले आफ्नो बाल्यकाललाई चाहिँ कसरी सम्झिनुहुन्छ? म 2035 सालमा साउन महिनामा जन्मेको हुँ र त्यति बेलाको परिवेश वास्तवमा पञ्चायतकालीन परिवेश हो। शासन सत्ताको हिसाबले अब यो जिल्ला र यो ठाउँको हिसाबले हेर्ने हो भने भूगोलले ठगिएको भनेर चाहिँ त्यति बेला व्याख्या गर्ने गरिएको भूगोल हो। अनि त्यसपछि आएर हामीलाई हाम्रो प्राकृतिक उत्पादनलाई सबैले आफूलाई नचिन्दाखेरिको आफूलाई चाहिँ बिर्सदाको दुःख पाइरहेको ठाउँ हो। त्यसो भएकोले त्यो ठाउँमा हामी हुर्कदा हामी जन्मदा हाम्रो परिवेश कस्तो थियो भने पढाइकै कुरा गर्ने हो भने पढ्न जानु भनेको कामको खती गर्नु भन्ने थियो। बुवाआमा कहिले पनि स्कुल जानु भनेको कामको खती गर्नु हो भन्ने ठान्दथे। त्यही परिवेशमा म त धेरै जसो पहिला त सानोमा चाहिँ गोठालो लागेको हुँ। त्यही गर्दै पनि साथीभाइ कोही साथीभाइ चाहिँ स्कुल जान्छन् रे भोग्छन् रे भन्ने सुनेपछि र डाँडाबाट स्कुल देख्दाखेरि क्या छुट्टै आनन्द आउँदै क्या त्यहाँ मान्छेहरू घुमिरहेछन् त्यहाँ डुलिरहेछन् को लन्थ्यो है त्यहाँ जानु पाए हुन्थ्यो भनेर कहिले चाहिँ आफू चराइरहेका वस्तु पनि छोडेर त्यहाँ पुग्दाखेरि साथीभाइहरू रहेछन् ती सबै साथी यी साथीहरू यहाँ आउने म मात्र चाहिँ कसरी त्यहाँ गोठालो भयो यो त भएन यार भनेर गोठालो जाँदा पनि साथीहरूलाई चाहिँ अन्य दियो, आफूले अन्य दियो। अनि त्यसो स्कुल त गयो यताउता पनि फेरि स्कुलमा पनि पढाइ नहुने सरहरू एकाध सरहरू आउने कहिले नआउने। हामी त कहिले पतुरी खेल्ने, कहिले चाहिँ घट्टलाई खेल्ने, कहिले एक खुट्टे खेल्ने, यस्तै गरेर दिन बिताउने क्या। त्यस्तो पनि हुन्थ्यो। त्यो गर्दा पनि अझ स्कुलमा मेरो साँच्चै भने म अलिकति विभिन्न अब्स्ट्याकल खेप्नु पर्ने क्या। घरबाट त एक त पढ्न जान चाहिँ अब्स्ट्याकल थियो। त्यसका साथ स्कुल गइसकेपछि पनि मेरो नाम मैले आफै राखेको होइन क्या, दिपेन्द्र। सरहरूले नाम राखिदिनु भयो, लेखिदिनु भयो होइन। गाउँमा नाम अर्कै थियो होइन, गाउँमा दन्त्या भन्थे। त्यो नाम चाहिँ सरहरूलाई मन नपरेर दिपेन्द्र लेखिदिनु भएछ। त्यही लेखाको कारण कतिपयलाई पसेन। त राजा छोरो होस् भन्दा युवराज होस् भन्दै मलाई दिनौ कुटेर हैरान। अनि बाटो लागेर गला मेरो गाउँमा 3टा गला मैले क्रस गर्न दिनको दिन मलाई चाहिँ हम्मे 3टा गौडाहरू गौडा थियो। 3टा गौडा थियो। विद्यालय पुग्नु पर्ने अवस्था थियो।
मेरो घरबाट जाँदाखेरि अलि अगाडिको एउटा गाउँ थियो, त्यसपछिको बिचको गाउँ थियो, त्यसपछि तल गाउँ थियो, त्यसपछि मात्रै स्कुल पुग्थेँ। ती गाउँडा क्रस गर्न मलाई चाहिँ हम्मे पर्थ्यो। मैले कहिले घर भनिनँ। घर भन्यो भने मलाई अझ स्कुल जान दिँदैनथे, किन घरको माया हुन्थ्यो। मेरो छोरालाई, मेरो भाइलाई यसरी कुट्दा रहेछन्, यस हिसाबले म स्कुल जान दिनुहुन्न भन्ने, सुरक्षित छैन भन्ने हुन्थ्यो। त्यस हिसाबले पनि मैले घर भनिनँ, कहिले भनिनँ। त्यो नभन्नुले पनि म चाहिँ पढ्न नियमित जान पछिल्ला दिनहरू पाएँ। अगाडि चाहिँ त्यस्तो थियो। अनि त्यो बेलामा त थोरै शिक्षकहरू हुन्थे होइन, विद्यालयहरू पनि घरभन्दा धेरै टाढा हुन्थे। अहिलेको जस्तो नजिकका ठाउँहरूमा चाहिँ माध्यमिक तहको विद्यालयहरू पनि स्थापित नभइरहेको स्थिति थियो। तपाईँले माध्यमिक शिक्षा र यो निम्न माध्यमिक स्तरको शिक्षा लिनुको लागि कतिको सङ्घर्ष गर्नु पर्यो? विद्यालयमा मैले अघि प्राथमिक तहको विद्यालयको कुरा गरेँ। प्राथमिक तहकै विद्यालयको कुरा गर्दा प्राथमिक तहमा पढ्ने बेला रादेउमा सरहरूलाई खाजा पालो थियो, खाजा पालो लाउने गरिएको थियो। गाउँमा अनिकाल थियो, घरबाट चाहिँ अन्य दिन सकिँदैन थियो। म त एक त अनुमतिले स्कुल गएको होइन, दोस्रो कुरा म लुकी स्कुल गइरहेको मान्छे, बल्ल बल्ल वैधानिकता प्राप्त गरेका छु स्कुल जाने। त्यही स्कुल जान प्राप्त गरे मान्छेलाई अन्य पालो लाग्यो। अन्य पालो कहाँबाट दिने? आफूले खाने अन्य त हुँदैन थियो भने अब कुरा गर्नुहोस्। अब अन्य पालो सरहरूले म कसरी कुरा गर्थेँ? त्यस्तो बेला मोनिटरहरू चुन्थ्यौँ, मोनिटरहरूले हैरान पार्ने, सरहरूले पनि गिज्याउने। त्यस्तो स्थितिमा मैले स्कुल चेन्ज गर्न खोजेँ। रादेउ स्कुलबाट 4 कक्षामा हुँदा चेन्ज गर्न खोजेँ। म त्यहाँबाट त्यो खाजा पालो खाजा उपलब्ध गराउन नसक्नुको कारणले मैले धेरै पटक कुरा गरेँ। अब मैले स्कुल पढ्न सक्दिनँ भनेर म चेन्ज गर्न खोजेँ। र त्यहाँबाट म रोडीकोट स्कुल जाँदै थिएँ। बाटोमा एकजना सर भेट भयो। सरले चाहिँ फेरि त्यहाँबाट फिर्ता गर्नुभयो, खास कारण बुझ्नुभयो अनि फिर्ता गर्नुभयो र भन्नुभयो आजदेखि दिपेन्द्रलाई खाजा पालो नलगाउनु। त्यसपछि म नियमित रूपमा पढ्न पाएँ। सरका कारण ती सर अहिले पनि हुनुहुन्छ, म उहाँलाई सम्मानका साथ हेर्छु। उहाँको नाम जयऋषि अमाल हो। त्यसपछि मैले नियमित पढेँ, 5 कक्षा पास गरेँ। अनि 5 कक्षा पास गरेपछि जानु पर्यो रोडीकोट स्कुल, कोट होइन, निमावि रोडीकोट। कोट निमावि रोडीकोट जाँदाखेरि ओह्रालो बाटो हिँड्दाखेरि 1.5 घन्टा लाग्थ्यो, सजिलै हुन्थ्यो। उकालो बेलुका पख उकालो चढ्दा हैरान हुन्थ्यो, 3 घन्टा लाग्थ्यो, कहिले 2 घन्टा, 2.5 घन्टा, 3 घन्टा, कमै भने 3 घन्टा लाग्दथ्यो उकालो। फेरि उकालो आउँदा हाम्रो दैनिक दिनचर्या त त्यही हो होइन, दिनभरि पढ्यो, बेलुका आउँदाखेरि लगतरान भोक लागेको हुन्छ होइन। अझ चाहिँ यो चैत वैशाखको समयमा त हामीले चाहिँ घाँस काटेर लिनु पर्थ्यो, भर काट्थ्यौँ, हामी भर भन्छौँ, घाँस काटेर लिन्थ्यौँ। त्यो एक डोको घाँस लिनै पर्यो होइन, अघि पछि भने दाउरा लिनु पर्यो, कहिले कोही साथीहरूलाई चाहिँ अप्ठ्यारो परेको हुन्छ त्यो सहयोग गर्नु पर्यो होइन, कहिले सरहरूसँग चाहिँ हिँड्दाखेरि ढिलो हुने, त्यो यावत कुराहरूले गर्दाखेरि अझ घर झगडा हुने होइन। त अहिलेसम्म किन ढिलो गरिस्, यस्ता कुराहरू पनि हुन्थ्यो। अब त्यहाँ 6 कक्षासम्म पढ्दाखेरि, 6 र 7 कक्षासम्म पढ्दाखेरि फिस तिर्नु परेन मलाई लाग्छ। मेरो यादमा भएसम्म फिस तिरेनौँ हामीले, भर्ना मात्र हो, अरू फिस तिरेनौँ। अरू कापी कलमको लागि मात्र चाहिँ टेन्सन हुन्थ्यो, किताबको टेन्सन हुन्थ्यो। कापी किताब र कलम भने मैले चाहिँ 4 कक्षा 5 कक्षासम्म मैले पार्टीमा लेखेँ, त्यो ओखरको पार्टी बनाएको, त्यसमा चाहिँ तेल मोसो लगायो अनि त्यसपछि धुलो हालेर होइन, तेल मोसो सधैँ तेल नहुने क्या। अनि त्यसपछि कहिले त्यो दियालो बालिया हुन्छ नि झरो, त्यो झरोमा चाहिँ यसो गऱ्यो अनि त्यसपछि त्यो कालो लगायो अनि त्यसपछि खरानी हालेर लेख्ने। होमवर्क नै त्यही देखाउनु पर्ने। त्यो दिनचर्याबाट गुज्रियो भने 6 र 7मा अवस्था के हुन्थ्यो? कतिपयको हुन्थ्यो, कतिपयको हुँदैन थियो, तर धेरै जसोको अलिअलि भए पनि हुन्थ्यो। मेरो जस्तो नाजुक अवस्था चाहिँ थिएन साथीहरूको। त्यो स्थिति मैले जो भोगेँ, केही साथीहरूको म जस्तै हो, तर म जहाँ पढिरहेको हुन्थेँ मेरो क्लासमा अलिकति अभाव मैले खेपेकै हो होइन। अनि 6 कक्षा पास भएपछि आमा बित्नुभयो, मेरो आमा बित्नुभयो। बितेपछि मेरो लागि जिन्दगीको युटर्न भयो भन्नाले झन् कठिन हुँदै गयो हो। मैले सोच्दै नसोचेको र भोग्दै नभोगेको दिनचर्या मैले
भोग्नुपर्ने स्थिति आयो। त्यस हिसाबले मैले चाहिँ गाउँमा घरमा बस्न पनि नसक्ने अवस्था जस्तो म पुगेँ। एक किसिमको साइकोलोजिकली तपाईलाई एक्लो फिल भएको अथवा एक्लो मात्र होइन, धेरै एक्लो, अभावले होस् अथवा चाहिँ हरेक उठबसका हिसाबले होस्, सबै हिसाबले नि सबै पारिवारिक फिलिङ पनि र अनि समाजको फिलिङ पनि एक्लो एक्लो हुन पुग्यो। त्यसो भएपछि मैले चाहिँ कक्षा 6 पास गर्ने तेर्सो भएँ। अनि त्यसपछि मैले चाहिँ घरमा बस्न सक्ने स्थिति जस्तो फिल भएन। अनि म भागेर इन्डिया गएँ। त्यति बेला 11 वर्षको थिएँ, 11 लाग्दै थिएँ, 11 वर्षको नैनीताल जानु भन्थे कि त्यति बेला नैनीताल जानु, देश जानु भन्थे। त्यति बेला संयोगवश दाजुहरूले भुवा तयार खाएपछि इन्डिया लाग्नुभयो। अनि म उहाँहरूको पछि पछि लाग्दै होइन, खाली खुट्टामा हिँड्दै हिँड्दै पछि लाग्दै, उहाँहरूले त फर्काउनु खोज्नुभयो, तर म हिँड्दै हिँड्दै गएँ। पछि लाग्दै लाग्दै गएपछि कहीँ फर्काउन नसक्ने स्थितिमा पुग्नुभयो दाजुहरू। उहाँहरू पनि वाक्क हुनुभयो, हेत्तेरी यस्तो पनि भन्ने उहाँलाई पनि लाग्यो होला। साह्रै नै बोर फिल गर्नुभयो दाजुहरूले पनि। तर म त्यो बोर फिल भए पनि पछि लागेरै गएँ। खाली खुट्टा हिँड्दै हिँड्दै 22 दिन लाग्यो झुलाघाट पुग्न। त्यहाँबाट पारिपट्टि गएपछि हामीले गाडी चढ्यौँ। पहिलोपटक मैले गाडी चढेको थियो म इन्डियामा कुल्ली काम गर्न। त्यति बेला कुल्ली काम गर्ने भयो। इन्डियामा गइयो, इन्डिया त्यहाँबाट गाडी चढेर गइयो। गाडी चढेपछि हामी साथीहरू थियौँ। अरूले काम पाए, मैले काम पाइनँ। म बाल श्रमिक हुँदो रहेछु। पहिलोपटक मैले थाहा पाएँ कि म बाल श्रमिक हुने रहेछु। मैले काम पाइनँ। मैले जब काम पाइनँ अब म भौतारिने बाहेक अरू विकल्प रहेन। अरू त काम पाए, काम गर्ने भए होइन। त्यति बेलाको तन्नेरीले हाई रेट भनेको 22 रुपियाँदेखि 25 रुपियाँ थियो इन्डियन आइसी होइन, भारू। अब मैले काम पाइनँ। मैले काम पाए पनि 10 रुपियाँ काममा, दैनिक दिन 10 रुपियाँ काममा पाउने स्थिति बन्यो। त्यो पनि अब यसो सहयोगी होइन, यताउता गरेर काम पाउने, त्यस्तै काम गर्नेमा पाइयो। तर हाजिर लाउने होइन, हाजिर छुट्टै लाउने, तर चाहिँ त्यो काममा नदेखाउने। किनभने चाइल्ड होइन, लेबरको कानुनले गर्दा त्यहाँ चाहिँ काम लाउँदा रहन्छन्। तर म एकदमै सकि नसकी पनि तन्नेरी सर काम गर्न कोसिस गर्थेँ। किन त्यो म सक्छु है, एबल छु भनेर म देखाउन चाहन्थेँ। तर तपाईँ 22 दिन लगाएर जानुभयो होइन, त्यो बेलामा एक त घरमा त्यो अवस्था सहन नसक्ने र त्यसलाई अलिकति डाइभर्ट गर्नुको लागि पनि तपाईँको एउटा उद्देश्य थियो होला। अर्को उद्देश्य के हुन्थ्यो कि अलिकति आर्थिक सम्पन्नताको उसको हिसाब? सबभन्दा ठुलो कुरो म आफ्नो खुट्टा उभिनका लागि मैले चाहिँ सङ्घर्ष गर्नुपर्छ भन्ने एउटा हो। म आफ्नो खुट्टा उभिउँ भन्ने हो। दोस्रो कुरा, मैले अरू जस्तै आफ्नै स्वामित्वमा किताब, आफ्नै स्वामित्वमा कापी कलम, मैले पनि होइन राम्रै लेख्न पाऊँ भन्ने मेरो चाहना हुन्थ्यो। त्यो चाहना मैले पुरा गर्न सकिरहेको थिएन। मैले हाई स्कुलका दिनहरूसम्म पनि त्यो अरू सरहरूले चाहिँ इक्जाममा लेखा हुन्छ नि, लेखा कागजहरू त्यो खाली पाना हुन्छ नि, त्यो च्यात्दै जम्मा गरेर सिलायो। अनि त्यसपछि टेप लाएर चट्टन कापी बनायो। त्यसरी नोट पनि बनाएँ। कति महिनापछि फर्किनु भयो त्यसपछि? म 3 महिना 4 महिनापछि फर्केँ। 3-4 महिनापछि फर्केँ। अनि त्यो फर्केपछि त्यति बेला मैले कमाइ गरेँ। फेरि खुसी कुरा, अरूले कमायो भन्दा सेरोफेरोमै कमाए। कसरी कमायो भने नि इन्ट्रेस्टिङ छ। अरूले काम गर्न पाए र कमाए, मैले काम नगर्न पाएर दुईटा काम भयो। काम गर्दै गर्दै जाँदा पानी ल्याउने काम पाएँ क्या, पानी बोक्ने क्या, पानी ओसार्ने क्या होइन। अनि अरू काम नपाउने घरेलु काम क्या। अनि त्यो एकजनाले के भन्यो भने मलाई एक दिन, म 1 कन्टर पानी भर्दै थिएँ होइन, 1 कन्टर पानी चाहिँ बोक न त, म 2 रुपियाँ दिउँला भनेर। अनि त्यसपछि बोकिदिएँ, 2 रुपियाँ दियो होइन। अरू ल्याउँछस्? ल्याउँछु, अझ 2 रुपियाँ दियो होइन, 4 रुपियाँ भयो नि। त्यस्तै गर्दा उसले चाहिँ त्यो दिन त्यति भन्यो। अनि भोलिपल्ट के भने, मेरो भोलि चाहिँ 3 कन्टर बोक। यस्तै म छिमेकीलाई पनि 3 कन्टर भन्छु, 6 कन्टर भनेपछि त तैँले चाहिँ 12 रुपियाँ कमाइस् होइन।
कन्टुर भने यो घिउका डब्बा हुन्थ्यो नि त्यो वनस्पति घिउको त्यो अनि यस्तैमा चाहिँ तैँले बोक भन्दाखेरि अनि मैले कहिले 10 कहिले 20 बोकिदिने क्या, किनकि आफूले मल्टिप्लिकेसन गर्नु कमाइलाई। या भिजे पनि एउटा चाहिँ बोरा बोक्यो अनि त्यसपछि आएर त्यो पानी बोक्यो, तल एउटा भर्न राख्यो, अर्को बोक्यो, सुई ल्यायो अनि घरमा राख्यो, अनि त्यसपछि त्यो उसले खाली गर्छ अनि अर्को ल्याउँदै तल राख्दै यस्तै गर्दै मैले धेरैको गाउँका थुप्रैको बोकिदिएर सहयोग गरेँ क्या। त्यो गरेपछि त मलाई चाहिँ 2 रुपियाँ नगद पनि तुरुन्तै प्राप्त हुने, खाजा पनि प्राप्त हुने, अनि त्यसपछि मलाई चाहिँ कहिले बेलुका खाना पनि म खाएर आउने हुँदाखेरि मेरो त बच्यो नि त होइन। अरूको हाइरेट भन्दा म बढी कमाउने भएँ क्या। तिनीहरूको ज्यादा नियमित हो तर कम छ, मेरो अनियमित भयो तर बढी भयो। एक अर्को दोस्रो कुरा मैले चाहिँ ठेकदारहरूसँग कहिले सँगसँगै लिन्थेँ क्या। ए बेटा चल अनि डाकघर गयो, कहिले कहाँ गयो, तिनीहरूलाई पनि रहर लाग्दो रहेछ क्या केटाकेटीसँग खेल्न जिस्किन। अनि मसँग जिस्किने नेपाल कस्तो छ, हुम्ला कस्तो छ भनेर जिस्किन्थेँ। अनि मैले भनिदिन्थेँ आफ्नै भाषामा होइन, यस्तो बुझ्नु या नबुझ्नु मैले जे छ त्यही जाने भन्ने होइन। नेपाली नेपाली बोल्यो है भनेपछि भइगयो क्या होइन। यस्तै गर्दै डाकघरबाट पत्रिका ल्याउँदा रङ्गी बिरङ्गी पत्रिका, वाह क्या गजब लाग्ने क्या। त्यो पत्रिका देखेपछि मलाई गजब लाग्यो। अनि मैले ठेकदारलाई मैले भने, लालाजी मेरे लिए काम खोजिए ना। क्या काम? यही ऑफिस में काम, यही लिखने ऑफिस में काम खोजिए ना, मैं करता हूँ। कितना पढ़ा है तूने? मैं 6 क्लास पास करा हूँ। ये इसमें काम करना कितना पड़ता है भने मैले सोधेको। अनि 16 क्लास। ओ माई गड, 6 गते 10 कक्षा बाँकी छ होइन। 10 कक्षा बाँकी छ, कसरी पुरा गर्ने भन्ने लाग्ने क्या होइन। त पढ्छस् त? यहाँ पढ्छु, पढ्न पाए पढ्छु। अनि पढ्न त कसरी पढ्ने होइन, पढ भनेर पढ्ने हुन्छ र व्यवस्था हुनु पर्यो नि होइन। तिनीहरूले पनि ठट्टा न हो, साँच्चै त पढाउँदैन नि। कोही पढाउने त्यस्तै मान्छेहरूले मात्र उ गर्न सक्छन्, न त भने होइन सम्भव छैन नि। असम्भव भएकोले अनि म नेपाल गएर पढ्छु, म यस्तै अक्षरमा लेख्ने मान्छे हुन्छु भनेर मैले सङ्कल्प गरेको। त्यस हिसाबले मैले लेखन यात्रामा पनि अलिकति क्युरियोसिटी जागेको र म फोटोग्राफी अनि यो उमा के भन्छ पत्रकारितामा मलाई बढी प्रेरणा त्यहाँबाट मिल्यो। एसएलसी त हुम्लाबाटै गर्नुभयो होइन। एसएलसी हुम्ला मैले उहाँ हिमज्योति मावि सर्किगाडमा पढेँ। म 8 कक्षा पास गरेँ। 8 कक्षा पास गरेँ, हामी 7बाट पास गरेपछि 8मा धेरैजना गयौँ। त्यसमा 8 कक्षा गएपछि धेरैजना फेल भए, म मात्र पास भएँ। हाम्रो स्कुलकोबाट कम पास भयो क्या। स्ट्यान्डर्ड अलिकति अप एन्ड डाउन भयो। अरू साथीहरू त्यसलाई म पास भएँ। जिल्ला स्तरीय पहिलो पटक जिल्ला स्तरीय इक्जाम भएको थियो हाम्रो 8 कक्षामा। त्यसपछि 9मा पढ्दाखेरि हाम्रो यो गोठी खोलो नि, गोठी रोडीकोट हामी 2 जना पास भएछौँ। एक रोडीकोटको श्याम जैसी, एक म, दुवैजना क्या। त्यसका कारण पनि कतिपय साथीहरूले औडाहा गरेर खेल्ने, यिनीहरू कसरी पास भए, यिनीहरूले गोदो भन्ने क्या साथीहरू पनि कस्तो हुन्थ्यो भने है। त्यस्तो दिनहरू पनि थियो क्या। अनि त्यो 9मा पास त भएछौँ तर विषय लागेर हो, जस्ट पास भएछौँ, जस्ट विषय पनि अलि उ। अनि त्यसपछि आएर भयो के भने 9 पास गरेछु। अन्त त्यही बेला पास हुँदैन भने धेरैलाई चाहिँ होपलेस थियो क्या। अनि साथीहरू भाग्ने कुरा गर्दै थियो, इन्डिया जाने। म पनि लयमा अलिक कमाएर आउँदा त ठिकै हुन्छ भन्ने लाग्यो। अलिकति मैले देखा पनि छु नि, मलाई त अनुभव पनि छ नि। त्यो आधारमा म पनि कतिपय त गर्न सक्छु भन्ने छ नि। 45 दिनको त्यो उपयोग गर्ने भनेर हामीहरू भाग्यौँ। हामी गाउँबाट अहिले पनि सम्झन्छु, पूर्व चाहिँ सरकार गाउँपालिकाको अध्यक्ष कृष्ण रोकाया अनि शहीद भइहाले तुला बुढा र म 3 जना भाग्यौँ। भाएर सर्किगारसम्म गयौँ। सर्किगार गइसकेपछि के भयो सँगैका साथीहरू आइदिएनन् क्या। बराइबाट आउने भनेको साथीहरू कलिगहरू आएनन्। नआएपछि के भयो भने हामी त्यहीँ बस्यौँ, त्यहीँ खायौँ।
अनि घरबाट चाहिँ खोज्न गइहाले, गए अब भेटाइहाले होइन। भेटाएपछि त कहाँ जाने भने अब जान त खास गरी इन्डिया जानु खोजिया हो, तर अब के गर्ने कसो गर्ने स्थितिमा छौ भन्ने भयो। भएपछि हाम्रो त्यति बेला बिएस सरले के भन्नुभयो भने यो हाम्रो सबै कुरा थाहा पाउनुपर्छ, दाजुहरूले भन्नुभयो, मामाहरूले भन्नुभयो। त्यसपछि हामीलाई के भन्न, बिएस सरले के भन्न, त केटा हेर केटा त चाहिँ पढ, त पास हुन्छस् पनि पढ, तँलाई पढाउने म भएँ, हामीलाई सहयोग गर्नुपर्छ, तँलाई म पढाउँछु, म हेड सरसँग सल्लाह गर्छु भन्नु। पढाउनुहुन्छ भने त म त पढ्छु होइन, ल त हामीसँगै बस, तैँले भान्सा गर, म पढाउँछु भन्नुभयो। त्यस हिसाबले अनि सरहरूसँग बसेँ, सरहरूको काम गर्ने होइन, भान्सा काम गऱ्यो, अरू अरू काम गऱ्यो, अनि त्यसपछि दिनभरि पढ्यो। यही गर्दै पछि त 9 पास 10मा पढ्दा म हेड सरसँगै सिमकोट बस्ने, धेरै जसो सिमकोट बस्ने। सिमकोट स्कुलमा पनि हाई स्कुलमा पनि पढेँ म, हाई स्कुलमा पनि पढेँ। त्यसपछि एसएलसी, त्यति बेला एसएलसी सिमकोटबाटै दिएँ। त्यति बेलाको सेन्टर सिमकोट मात्र हुन्थ्यो, हामीले यहीँबाट सेकेन्ड डिभिजनमा पास गरियो। त्यति बेला सीमित मान्छेहरू मात्र पास हुन्थे, मैले रेगुलर पास गरेँ। धेरैलाई चाहिँ पत्यार लागेको थिएन यसरी पास हुन्छन् भन्ने। मैले रेगुलर पास, अहिले धेरै दुःख लाग्छ कि अहिले मान्छेहरू चिट चोराउन यस्तो लाइन लागेर यस्तो चिट चोर्ने संस्कृति बसिएर छ, हामी त्यति बेला कल्पना पनि गर्दैनथ्यौँ। केही साथीहरू चिट चोर्थे, नचोर्ने होइन, फेरि यो पनि चाहिँ भ्रममा बस्नुहुन्न, तर त्यो पनि हिम्मत ठुलै गर्नु पर्थ्यो। यति हिम्मतका साथ गर्थे कि त्यो कहाँ लुकाएर जान्थ्यो। तर मलाई चाहिँ दोहोरो डर हुन्थ्यो, एक त चिट चोर्यो भने सरसँग चाहिँ मैले कुनै सरहरूको पनि इज्जत जान्थ्यो, त्यो इज्जत पनि जोगाउनु पर्थ्यो। अनि आफ्नो त आफ्नै भयो नि, त्यो कारणले पनि मैले कहिले पनि चोर्ने कुरामा अग्रसरै भएन र मैले सोच्दा पनि सोचिनँ। त्यो आधारमा हामीले एसी गरियो। एसएलसी पछि पनि थप शिक्षाको लागि हुम्ला जिल्लामा त्यो सुविधा थिएन। 11-12 पढ्ने त पछि नै आयो, तपाईँको बेलामा 11 इन्टरमिडिएट तहको पढ्नको लागि क्याम्पस कुनै पनि थिएन। अब क्याम्पस पढ्नको लागि त अब सहर क्षेत्रमा बस्नै पर्यो। उतातिर हेर्दाखेरि तपाईँ फेरि 22 दिन लगाएर खाली खुट्टा इन्डिया जाने परिस्थिति छुट्टै थियो। अब एसएलसीसम्म त सँगै आफैले पढाउने सरहरूले सहयोग गरेर जेनतेन आफ्नो शिक्षा अगाडि बढाउनु। त्यसपछि थप शिक्षा, उच्च शिक्षाको लागि चाहिँ के कसो सङ्घर्ष गर्नु पर्यो? एसएलसी पछि मैले आइए पढ्न चाहन्थेँ, तर मेरो पारिवारिक स्थिति तपाईँलाई थाहा भइसक्यो, मैले पनि सिकेँ। घरमा बस्यो, घरमा के भन्ने हुन्थ्यो भने अब बिहे गर न, अब जागिर खोज, बिहे गर भन्ने हुन्थ्यो। जागिर खोजे जागिर पाउने स्थिति थिएन, नोकरी कहीँ पाउने स्थिति एक ठाउँ बनेको थियो। त्यो पनि कस्तो 19 दिन नागरिकता उमेर नपुगेर नागरिकतामा क्या 19 दिन उमेर नपुगेर मेरो गयो। त्यो दिन साह्रै नमजा भयो। धेरै साथीहरूले जिस्क्याउँदाखेरि तेरो त भाग्य रहेछ भने, अनि मलाई के भने यो मेरो चाहिँ अझ राम्रो गर, अझ राम्रो काम गर्नका लागि मेरो हौसला हो भन्ने मैले सोचेँ। त्यसपछि मैले चाहिँ अब म बस्दिनँ, म पढ्छु भन्ने नै लाग्यो। अनि गाउँमा सँगैका साथीहरूसँग अब पढाउन जाउनु भन्दा कलबहादुर आइडी हामी सँगै थियौँ, पास गरेका हौँ। अनि पढ्न जाउँ भन्दा हुन्छ भन्नुभयो उहाँले, तर पढ्न जाने तारतम्य गर्नुहुन्न। उहाँको पनि त्यही सँगैको वक्त आइडी पढ्न गइहाले सुर्खेत होइन। उनको बुवा चाहिँ प्रधान पञ्च होइन, अलि ऊ पनि त्यति अध्यक्ष पनि होइन, अलिकति चाहिँ सम्पन्नता यताउता पहुँच भएको मान्छे पढ्न गइहाले। सँगैको साथीहरूका चाहिँ ह्युमर पनि आफ्ना तरिकाका हुने। अनि त्यसपछि आएर त्यति बेला चाहिँ ऋण पत्याउने मान्छेहरूको पनि अभाव। यी यावत कुराले गर्दा मलाई के लाग्यो भने अब हुन्न, म पढ्नुपर्छ। यहाँ सिमकोट आएँ, सिमकोट आएर पनि कुल्ली काम गरियो, के गरियो र अनि त्यसपछि हामी गलैँचा एउटा होइन अल्लु प्रशोधन तालिम गऱ्यौँ, त्यसमा गलैँचा सिकाइन्थ्यो। त्यो सिपले मलाई चाहिँ के लाग्यो, काठमाडौँ पढ्न सक्छु म, अब काठमाडौँ पनि गलैँचा फ्याक्ट्री छ, पढ्न सक्छु भन्ने मलाई आत्मविश्वास पैदा भयो। एउटा स्किल ज्ञान भयो नि त, अब गलैँचा बुनेर पनि पढ्न सक्छु भन्ने लाग्यो। एक दोस्रो कुरा, सँगैको साथी त्यो कनजित बुढाथोकी सुशील होइन, वास्तव उहाँ हामी एकै क्लासमेट होइन।
एसएलसीमा उहाँलाई इतिहास लागेर फेल हुनुभयो। उहाँको लागि म 1 वर्ष बसेँ यहाँ हुम्लामा एसिस्ट गर्नको लागि। किनभने सँगै पढौँ भन्ने हाम्रो चाहना क्या, सँगै पढौँ सँगै जाने भनेर सोचेको। किनभने काठमाडौँमा उहाँको एसिस अलिकति चिनजान भएको, त्यस हिसाबले जाने भनेको। पछि 1 वर्षपछि त उहाँले के भन्नुभयो भने होइन म त भदाले जाने भयो, तपाईँको गाउँ जाने भएँ, म त बोर्डिङ स्कुलमा पढाउँछु, अब यता हेर्ने म त पढ्नु जान्न, पछि अब प्राइभेट सोच्नुला, अब जान्न भन्नुभयो। अब उहाँ त जबमा इन्टर भइहाल्नु भयो नि त, हुने स्थिति आयो। यो साथीको तालबाट अब हुँदैन भाइ, यहाँ बसेर होइन यो भएन भन्ने लाग्यो। अनि त्यसपछि म यहीँबाट सिमकोटबाट म चाहिँ ताग्लाकोटतिर लागेँ। आउँथ्यो तर प्लेन चढ्ने मेरो लागि चाहिँ पहुँच हुने कुनै उ थिएन होइन। अब मैले चाहिँ यहाँबाट चाहिँ उडेर नेपालगञ्ज जान सक्छु भन्ने मेरो चाहिँ सपनै भएन होइन। त्यति बेला करिब 600-700 रुपियाँ मात्र थियो भाडा है। त्यो पनि मैले पछि आएर थाहा पाएको क्या, नेपालगञ्जमा टिकट काट्दा। अब भाडाको सोध्ने पनि त त्यो सोध्ने सम्मकै आँट थिएन भन्नु न होइन। मसँग 350 रुपियाँ थियो यहाँबाट हेर्दा होइन। केही काम गरे हुनाले मैले यहाँबाट घर लिएर बुवा कैलाश मानसरोवर जान्छु भन्नुभएको थियो होइन। 1000 रुपियाँ बुवालाई दिएँ। 1500 रुपियाँ मैले एसएलसी गर्दाखेरिको मैले अलि ऋण ल्याएको थिएँ, त्यो तिरेँ दाजुलाई होइन। अनि त्यसपछि आएर म यहाँबाट ताग्लाकोट गएँ। सामल केही छैन है। सँगै एकजना साथी हुनुहुन्थ्यो गाउँकै बुद्धिरामपुर गए, हामीसँगै गयौँ। उहाँ पनि दार्चुला जान्छु भन्नु, ल ठिक छ जाउँ त ताग्लाकोट होइन, मलाई साथी चाहिएको छ होइन। त तपाईँ जाने हो होइन, जान्छु ल जाउँ। साथी पनि चाहिएको छ होइन, उहाँलाई पनि थाहा छैन मलाई पनि थाहा छैन, तर खोज्दै गयौँ हामी। केर्मी गयौँ अनि त्यसपछि यारी मुसु हुँदै ताग्लाकोट गयो। ताग्लाकोट जाने बेला मैले अलिअलि सुली लिएँ क्या मुचुबाट सुली लिएँ होइन। जहाँ पछि गएको थियौँ नि त्यहाँ सुली लिएँ।